बुलबुल के गरे मामा पेसामी नामसामी पेसामी भनेको बाघ नामसामी भनेको मान्छे अब यो चाहिँ के छ भनेदेखि यसको सुरुको कथा चाहिँ आमा र एउटा चेली माइती हुन्छन् अनि माइती चाहिँ सिकार खेल्न जान्छ सिकार धेरै मार्दै जाने अनि चाहिँ चेलीले चाहिँ गाउँभरि पाहाड्ने के अनि बाँधिसकेपछि मैले यत्रो सिकार मारेर ल्याउँछु अनि सबै त बाँडेर सके लु त एकचोटि गयो त सिकार खेल्न भनेर भन्यो अनि जाँदाखेरि अनि गई सिकार खेल्न जाँदाखेरि चाहिँ त्यसलाई चाहिँ के भन्नु हाम्रो त्यो चेलीमाइती नै बिग्रेर सन्तानहरू जन्मेको छ कि अनि यस्तो जङ्गलमा सिकार खेल्न जाँदा तिर्खा लागेको